हामी ब्ल्याङ्क सरको बारेमा टन्नै कुरा गऱ्यौँ होइन। एकचोटि ब्ल्याङ्क सर के हो, कसरी एक्जिस्टेन्समा आयो, अनि यसको फ्युचर चाहिँ के हो, त्यो त्यसमा जाउँ न। ओके, सो ब्ल्याङ्क सर भनेको चाहिँ एउटा इकमर्स प्लेटफर्म हो, जसबाट चाहिँ जसले पनि विदिन फ्यु मिनट्स आफ्नो एउटा अनलाइन इकमर्स प्लेटफर्म चाहिँ लन्च गर्न सक्छन् होइन। सो एउटा डिजाइन गर्नु पऱ्यो, ल्यान्डिङ पेज डिजाइन गर्नु पऱ्यो, प्रडक्ट अपलोड गर्नु पऱ्यो, पेमेन्ट मेथडहरू सेटअप गर्नु पऱ्यो, लजिस्टिक्सहरू सेटअप गर्नु पऱ्यो, एन्ड आजको भोलि उसले अनलाइन बिजनेस बनाएर सेल गर्न सक्छ। सो त्यो खालको प्लेटफर्म हो ब्ल्याङ्क सर, जसमा चाहिँ वेबसाइटदेखि डेलिभरी एन्ड त्यो डेलिभरी पछिको ट्र्याकिङदेखि लिएर एभ्रिथिङ सिङ्गल प्लेसमै पाइन्छ। यो यसको आइडिया चाहिँ कसरी आयो, मलाई प्रोसेसै भन न। सो स्टार्टिङमा चाहिँ स्टार्ट गर्दाखेरि चाहिँ हामीले ऱ्याप्सीमै के भइरहेको थियो भने राम्रो इङ्गेजमेन्ट आइरहेछ, राम्रो पोटेन्सियल छ होइन, भ्युज राम्रो आइरहेछ, किन्ने मान्छे आइरहेछन्, तर हामीले बेच्न सकेका छैन क्या। सो बेच्न सकेका छैन होइन, बेच्न सकेका छैन इन अ सेन्स कि हाम्रो अब कस्टमरलाई रिप्लाई गरिराख्नु पर्ने कुरामै त्यहाँ फ्रिक्सन छ होइन। अब पर्चेज कसरी हुन्छ, कोही मान्छेले म यो सामान किन्छु भनेर कसरी डिसिजन बनाउँछ भने उसको अहिलेको डिसिजन छ कि ल म किनिदिइहाल्छु। उसले अहिलेको किन्नै सकेन भने त उसले त्यसपछि त अब पछि गएर त उसको भोलिपल्ट या 1-2 घन्टामा त माइन्ड चेन्ज होला, उसले त नकिन्ला होइन, त्यहाँ त लस्ट भयो त कस्टमर। सो हाम्रो त्यस्तै हुन्थ्यो क्या, अब हामी धेरै टाइमसम्म रिचै गर्न नसक्ने, लिमिटेड रिसोर्स भइसकेपछि अब स्केलेबल नै भएन, अरू हाम्रो त्यति धेरै भ्युज आए पनि त्यो अनुसारको कन्भर्जन भएन। सो किन भएन भनेर हामीले अब त्यो सिस्टमको कुराहरू सोच्न थाल्यौँ, वेबसाइटको कुराहरू सोच्न थाल्यौँ। सो वेबसाइट बनाउनको लागि अप्ठ्यारो रहेछ भन्ने कुरा बुझ्यौँ, अप्ठ्यारो रहेछ, अब कसरी गर्ने, त्यो एउटा सिम्प्लिफाइड मेथड छैन, एउटा सिम्प्लिफाइड खालको कुनै प्लेटफर्म छैन नेपालमा भनेर सोच्यौँ। अनि त्यो एउटा प्रब्लम भयो। त्यो सँगसँगै अनलाइन बिजनेस जसले गरिरहेछ नि, उनीहरूको बिजनेस त खासमा म्यानेज नै हुँदैन क्या। कुन सामान कति छ पनि थाहा हुँदैन कसैलाई, कुन सामान कति छ यसो त्यहाँ हेऱ्यो, ए त्यहाँ सामान रहेछ, ए ल बेचौँ त भन्ने हुन्छ क्या। त्यस्तो अनम्यानेज अनसिस्टेमेटिक तरिकाले बिजनेस चलिरहेछ। सो मलाई चाहिँ त्यो कुरालाई सिस्टेमेटिक बनाउनु छ, एउटा प्रपर तरिकाले सिस्टम बनाएर एउटा प्रपर प्लेटफर्म दिनु छ भन्ने चाहिँ एउटा आइडिया थियो। सो गर्दै जाँदाखेरि अब नयाँ कुराहरू पनि थपिँदै गए होइन, कति कुराहरू थपिँदै गए। अनि जस अहिले आएर चाहिँ अब हामी त्यति बेला अनलाइनको मात्रै सोच्थ्यौँ, किनभने त्यही मात्रै गरेको थियो भने अहिले चाहिँ फिजिकल बिजनेसेसहरूलाई पनि टार्गेट गरेर हामी प्रडक्टहरू निकाल्न खोजिरहेछौँ, जसमा चाहिँ यो पस सिस्टमहरू, अनि त्यसपछि हाम्रो ब्ल्याङ्क सप्लाई भन्ने एउटा इकमर्स नै सुरु गरेका छौँ। त्यसमा चाहिँ हामी बिजनेसलाई चाहिने सप्लाइजहरू सेल गर्ने प्लान गरिरहेछौँ, जसमा चाहिँ अब पस यो के अरे स्क्रिन होला, प्रिन्टर होला, या बारकोड स्क्यानर होला, त्यो कुराहरू चाहिँ लन्च गर्ने सोचिरहेछौँ। सो एउटा कम्प्लिट सोल्युसन जसमा चाहिँ एउटा फिजिकल बिजनेसले अनलाइन गरिरहेको छ भने उसले फिजिकल बिजनेस पनि सेम प्लेटफर्मबाट म्यानेज गर्छ, अनलाइन बिजनेस पनि सेम प्लेटफर्मबाट म्यानेज गर्छ, उसको इन्भेन्ट्री एउटैबाट सिङ्क हुन्छ। अनि त्यो भइसके पछाडि उसले जहाँ पनि बेचोस् एउटै इन्भेन्ट्री, एउटै सिस्टम, त्यो सबै कुरा म्यानेज, त्यो तरिकाले चाहिँ हामी सोचिरहेछौँ। ऱ्याप्सीको प्रब्लम भनेर प्रशान्तले भन्यो, कस्तो खालको प्रब्लम आएको थियो, मेन प्रब्लमहरू चाहिँ त्यो हिट्टै गरेको प्रब्लमहरू, ल टाइपको प्रब्लमहरू। सो अब केमा चाहिँ प्रब्लम थिएन जस्तो थियो क्या, हाम्रो मार्केटिङ राम्रो थियो होइन, मार्केटिङ राम्रो थियो। अब हाम्रो हजुरले हेर्नुभयो भने इच डे मिलियन भ्युज पुगेको थियो क्या, इच डे मिलियन हुन्थ्यो। 4-5 दिन भिडियो हाल्थेँ म, अनि त्यस पछाडि अर्को 1 महिना भिडियो हाल्दिन्थेँ क्या, बिकज त्यही यति धेरै त्यो के अरे ह्यान्डलै नगर्न सक्ने गरेको हुन्थ्यो अब म्यानुअल कुराहरू, कस्टमाइज कुराहरू। अनि त्यहाँनिर धेरै नै यो आफ्नो पोटेन्सियल चाहिँ धेरै नै त्यो सप्रेस भइरहेको जस्तो फिल हुन्थ्यो क्या। अनि त्यो एउटा कुरा भयो, सेल्स कन्भर्जनको कुरा भयो। अर्को भनेको के अरे यो म्यानेजमेन्टको कुरा, अब अर्डर कसरी त्यो ह्यान्डल गर्ने, कसरी म्यानेज गर्ने, गुगल सिटहरू चलाएर कहिलेसम्म हुन्छ होइन, त्यो यति धेरै डेटाहरू कसरी मेन्टेन गर्ने। अनि त्यसपछिको अर्को भनेको लजिस्टिक्समा सामान पठाउँछौँ, लजिस्टिक्समा सामान पठाएको त्यसको के हो, ट्र्याकिङ हो, कता हो, मेरोसँग कसरी सिङ्क गर्ने, त्यसलाई कुन सामान डेलिभर भयो, कुन रिटर्न आयो, कति पैसा उठ्यो, त्यो लजिस्टिकले मलाई त्यो पैसा उसले उठाएर दिनुपर्ने पैसा एक्चुअलमा दियो कि पनि दिएन, एभ्रिथिङ नै अनट्र्याकेबल थियो क्या। सो त्यो सबै कुरालाई नै समेटेर एउटा ठाउँमा ल्याएर जाउँ।
आफ्नै प्रब्लमलाई सल्भ गरेर आफैले एउटा प्रडक्ट बनाइयो ब्ल्याङ्क सर त्यसो भए अब त्यस्तै भयो ओके